लत्तै फलेछ त यार प्लास्टिक फले आरे त्यत्रो ल यो पनि फुलेको छ फेरि यो एउटा फलेछ त दामी फलेछ यहाँ पनि हेर ठुलै भएको छ यो पनि अरू त बरु देखिएछ मिया राखी फलेको हेर्न मन थियो तर यसमा साँपको धेरै डर हुन्छ त्यो बेला है अस्ति हामी वहाँ खाना खाएर भात पचाउनु गएको घोडकराई थियो यो बुढी अम्लो जत्रो बाटाको बिचमा एक ठाउँको गुडुल्की परेर बस्यो यसो के गर्ने होला यहाँ आफूलाई यार फालिदिनु पर्ला यार अहिले त मनफुटै लाग्ने कि फलेको त यार अब उजो हुन्छ खोइ दिन त ए ठुलै भइसक्यो रहेछ अरू त फले छैन यो पनि काटिदिन्छु निकालिदिन्छु त्यस्तो राख्नु त भएन आइसल बेलौटी लगाउने भने आएको छु कहाँ त्यो माथिल्लो यो उस निकाल्ने के अरे के भन्छ उखु हटाउने अब 3 वर्ष भयो फाल्ने बेला भएको ल टुटालिदिउँ यो पनि ठुलै चाहिँ भएर रहेछ यो पनि अब यार